फिनल्यान्डको बसाइ कस्तो हुँदैछ तपाईँको एक्सपिरियन्स? त्यही त कस्तो मान्नु के फरक छ फिनल्यान्ड र अरू देशमा? यहाँले बढी चिसो हुँदो रहेछ। हजुर हजुर त्यही त रमाइलो हो। हजुर शान्ति छ। सृष्टिले कस्तो मान्यो भिनाजु आउनुको मक्ख परि हो त? म त खुसी छु भिनाजु आउँदाखेरि देख्न पाइयो भेट्न पाइयो भेट भयो 6 वर्ष 7 वर्ष नै लगभग 7 वर्ष भयो त 5-6 वर्ष भयो त्यही त मलाई कसैले सोध्नु होइन म पनि रमाइलो फिल भयो साढे दाइसित भेट हुन पाइयो सरर घुम्न पाइयो पहिलोचोटि भेट भयो हामी त अब छिटो भेट हुने भनेर पहिलोचोटि भेट भयो अब चाहिँ भगवानको कृपाले छिटै भेटाउनुहुन्छ भन्ने लागिरहेको क्या सबै भगवानको हातमा अब हामी त भन्ने मान्छे भइयो मात्र होइन त्यही हो अब हामी आज हेलसिन्कीको सिल्लामाकी सुतेरिल्लाबाट आज सेन्टरको व्हाइट चर्चसम्म हुँदै अब कहाँसम्म हुन्छ त्यहाँ त्यसपछि हामी घुम्दै घुम्दै जाने भन्ने कुरो छ आज अब यति बेला हामी अब ओलेन्क्युला जाने बाटातिर आउनु लाग्यो जतासुकै खैरो मात्रै हरियाली केही छैन अब सानबी पनि छन् के अरे यतापट्टि सानबी यता यसो देखाउ त सानबी सानबी पनि यही छिन् कि हामी पनि यही छौँ है सानबी हेलो अनि भिडियो यता ल्याऊ है मलाई ल भयो अगर सानबी अन्त पुलिस पनि आउनु रहेछ पुलिसले फोन चलाएको खासै रुचाउनुहुन्न फेरि गाडीमा फिनल्यान्डमा अब नरुचायो नि के हार्ने अब चलाइएछ क्या ठिकै छ ल रमाइलो भइरहेको त्यही हो अब यो मेमोरीको लागि बनाएको यो भिडियो युट्युबमै आउँछ यो सबैले सब्सक्राइब गर्न नभुल्नु होला अहिलेसम्म त्यही 2 बिलियन जति पुगेछ क्या मेरो सब्सक्राइबर कमाइ पनि खासै त्यस्तो हुन्न त्यही नेपाली 10 करोड जति हुन्छ दिनको युट्युबबाट अब लगानी चाहिँ कम्बोडियातिर पनि छ थोरै टेलिकममा मेरो होइन फेरि के विभाग होला उता त मेरो छैन त्यसपछि कुरो अरू केही भएन खासै नयाँ ताजा केही भएन अब बाटो अगाडिपट्टिको खिच्नलाई फेरि अगाडि चाहिँ फर्काउने कि क्यामेरा किन भन्दा यो यसरी चल्यो होला यस्तो भयो कुरो अनि यता हामी ठ्याक्क अहिले सुत्रिल्लाबाट सिधै ओलिन्क्युला निरको यहाँ के ठ्याक्कै के भन्छ भन्दा यसलाई ओलिन्क्युला नजिकै भनौँ पाकिला भन्ने ठाउँमा आइएछ यता रमाइलो छ बाहिर पुरै बुट्टाहरू अब पलाउने प्रक्रियामै छ हिउँ पग्लेछ रमाइलो छ नट ब्याड अब यता दाई हुनुहुन्छ कि मस्त बस्नु हो रमाइलो मान्नु हो अब यता छोरी छन् सानबी छोरो बाबा सृष्टि यता छन् मक्ख परि छन् है म पनि मक्ख पर्ने हुन्छ हस् ल सबैलाई राम्रो होस् सबैको जय होस् ल बाई